ए हो र अनि कहिले हो त आउने आज आज बेलुका कि भोलि आउँछ होला। ए हो र कति भयो कति बजीतिरको फ्लाइट हो खै आज बिहान भनेको होइन 1 बजेको भने जस्तो लाग्यो आज रातिको। अनि खै त स्काई हो र खै त स्काई हो र सुत्यो सबै बिरामी छन्। ए ल ल ल ल ल राम्रोसँग है सबैजना आफ्नो चाहिँ ख्याल राख्नु के गर्नु र अब ठिकै छ अब पिएमएसएलको ट्रफी नआयो भने पनि हाम्रो पिएमजिसीको क्वालिफिकेसन भयो पिएमजिसी चाहिँ घर लिएर आउनुपर्छ है पिएमजिसी हाम्रो आउनै पर्छ यो त्रिकोण रातो र निलो रातो र चन्द्र सूर्य हाम्रो ठाउँमा आउनै पर्छ ओके एकदम धेरै माया छ एकदम धेरै लभ एन्ड रेस्पेक्ट सबजनालाई खुसी बनायो यार एकदम भनौँ न धन्यवाद। लास्ट खुसी छु कि म लास्ट के पिएमडब्ल्युसी पिएमडब्ल्युसी अब यहाँको हुन्छ चाहिँ के अब यहाँ गर्ने चाहिँ के हो यहाँ अघिसँग अघि हामीसँग खेला जस्तै गर्ने नि अब मैले गर्ने होइन नि त्यो त मैले यहाँ हान्ने हो क्या यो म्याच हो यहाँ मसँग म्याच भन्दैछ हौ प्ले म्याच अन्त सेकिन्छु त यहाँ त फेरि भर्खर अहिले यहाँ फेरि तनावै छ ल यहाँ कोही छैन हौ मेरोमा ल ओइ खतम करियर खतम भयो केटा हो ओहो के हो ग्याङ टक्करै भयो त यहाँ त के हो तनावै होला जस्तो छ त ओइ ब्रोडकास्टमा सेकाउन नो बिहार तिम्रो यार सबैजनाले भनिरहेको थियो गुडिया हेर्न मन लागेको थियो गुडिया चाहिँ के हो त्यो गुडियाको स्टोरी है सबैजनाले भनिरहेको थियो यार गुडिया 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 यसो गर्लफ्रेन्ड है ए गर्लफ्रेन्डलाई ट्रिब्युट हो हल्का साइडमा ठिक छ उताबाट चाहिँ प्लान भइसकेको छ ग्याङ त्यस्तो केही पनि छैन ओइ मामालाई फोन गर्नुहुन्छ ठिक छ म पनि ठुलै भयो कि क्या हो बल मजा आ गयो यार अब पब्जी छोडिदिने हो एउटा मिरामारको गेम चाहिँ बबालाई के मिरामारको त्यो रेडीको बर्सात ओफो यार यस्तो सब हेरेँ कि मैले हेर्नुहुन्छ कि क्या सबै हेरेँ कि मैले सबै सब लास्ट दिन त हेरेन होला फर्स्ट गेम लास्ट दिन पनि हेरेँ मैले लास्ट दिन सबै हेरेँ लास्ट दिन त 2-3 गेम हेरेर तत हेनतेन भनेर होइन 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 लास्टको त्यो तिमीहरू दुईजना पछाडिबाट त्यो अलिकति त्यो दाइले टिमै गरेर आएको थियो नि खेल्नै नआएको जस्तो गरेर मऱ्यो भनेर भन्थ्यो नि त्यो गेम पनि हेरेँ पछि स्लिपे भएर स्लिपेले पुस हानेको पनि हेरेँ त्यो थियो नि त्यो मिरामारमै मिरामारमा सबै हेरेँ कि मैले गेम उताबाट है सब गेम उतातिर गरेर सजना यसो गर्नु है अनि के भन्नु दाइले हो दाइले चाहिँ के भन्नुभएको छ दाइले बधाई छ यस्तै छ अब क्वालिफाई हुन्छ नजिकै त हो नि बुट गेम होइन आएपछि भेटौँला आएपछि त्यहीँ गएर बसेर स्ट्रिमिङ के गरौँला कहिले आएपछि आफूहरू आइसकेपछि यहीँ नजिकै त हो म पनि बस्ने त होइन यहीँ त इमाडोल होइन मरेको हो यो के अरे हाम्रो ठाउँको नाम टिकाथली देखिरहेको हुन्छु मैले यो स्कुल छैन के अरे यसको नाम देखिरहेको हुन्छु कि म अगाडिपट्टि त्यो साथी माटमा आएको अगाडिपट्टि गरेर देखिरहेको हुन्छु कि मैले केटाहरूलाई भोलि आउनु नि त भोलि कि त पर्सि ल ल ल म आउँछु ढुक्कै यार सक्यो आया गर्मी भयो अब कति बजे निस्किने हामी अब कति बजे फ्लाइट हो त्यहाँ छ खुसी छ केटाहरू सबजना खुसी छ हामीहरू पनि केटाहरू मात्रै भन्दा नि सबै नेपालीहरू नै खुसी छौँ होला यहाँनिर यो कुराहरूले गर्दाखेरि लास्ट ह्याप्पी भइरहेको छ एकचोटि च्याटमा ओके च्याटमा एकचोटि पर्पल हट एकचोटि स्प्याम गरिदिनु सबजना च्याटमा लेट्स स्प्याम पर्पल हट इन द च्याट लेट्स गो के
पर्पल हट मेरो चाहिँ कहाँ परेछ हौ 48 त थियो त मेरो अब बारे त स्याड नहो यार स्याड नहो है कोही पनि स्याड नहो अब चिलमा आनन्दले बस्ने अब जिस उयोहरू गर्ने चिलो वर्ल्ड कप चाहिँ यसो अब वर्ल्ड कपको तयारी गर्ने उ गर्ने ठिकै छ त राम्रो खेलाएको राम्रो खेलेको के भएको यो ओभर आयो के बल्यो यार यसमा मेरो त्यो रुल त के हो के है त्यो के स्म्यास रुल हो के भनेर रहेछ हो त्यसले गीती पारेको हो क्या झन् गीत पारेको त्यही त यो त फर्स्ट टाइमै हो क्या होइन फर्स्ट टाइम भन्नाले अस्ति पनि खेल्नु त खेलेको थियो तर त्यो चाहिँ एक दिनकोमा खेलेको थियो अहिले चाहिँ यहाँ 6 गेमको भएर अलिकति गिदी भयो क्या त्यसमा त्यही त स्म्यास रुलले चाहिँ अलिक तनावै दियो कि सबजनाले स्म्यास रुललाई गाली गर्दा थियो नत्र अगाडिपट्टिको गेमहरू त राम्रो भएको थियो भइरहेको थियो अलिकति स्म्यास रुलले चाहिँ हान्यो स्म्यास रुलको भएपछि अब यसो अब चिकन कसरी ल्याउने सोचियो क्या धेरै जस्तो ठिक छ फुटबलले पनि तनाव पारेको यार नोक्यो त्यहाँ ट्यापबाट मात्रै भइरहेको छ क्या अहिले यसमा सुरु भएको भए कस्तो हुन्छ यहाँनिर ठिक छ यार एकदम खुसी लाग्यो यार ग्याङ सबै भनौँ न ह्याप्पी छौँ सबैजना नेपालीलाई खुसी बनाएको तिमीहरू बाहिर छौ त्यस्तो फिल भइरहेको छैन होला तर एकदम सबजना खुसी छ नेपालीहरू सबैजना प्राउड छ भोर स्पोर्टदेखि भनौँ न हस् त धन्यवाद तपाईँलाई आइदिनु भएको हस् त ल ओइ मलाई डिस्कनेक्ट पनि गर्न आइदिरहेको क्या कस्तो यार ओइ लाई म पठाएको उताबाट